सुइटीको लागि क्लास भागेर आएको भाइ चाहिँ लाउरी भेटेछ नि त यहाँ पानी हाल्ला भाइ यहाँ पानी हाल्ला हातमा पानी हेलो सबैलाई वेलकम छ के भन्नु थियो चरपटे चाहिँ एकदम मिठो छ केटा हो भनेको लोकेसनमा आएर चाहिँ खाइदिनु पर्यो है त लोकेसन कहाँनिर लोकेसन भनेको अब दिस साइड भनेको कन्याम जाने बाटो केटा हो यो साइड भनेको चाहिँ फेरि नेक्स्ट कट भन न यतिकै यो भनेको चाहिँ कन्याम जाने बाटो केटा हो यो भनेको चाहिँ इलाम जाने बाटो होइन अब यहाँ कन्याम छ यता कन्यामदेखि ठ्याक्क 200 मिटर यता आन्टीको पसलमा दामी चटपटे खाना आउनु पर्यो है त बिचार छक्क पर्नु भएछ गो यहाँनिर चटपटे एकदम मिठो छ केटा के बोलेको है भाइले अनि हामी चाहिँ अहिले आएको छौँ कन्याम घुम्दै यो विदाउट प्लानिङ है भाइ भाइ चाहिँ खास गरी तिमी चाहिँ सुकुटीको लागि आएको हो कि भन्नु त सुइटीको लागि क्लास भागेर आएको बाल हालेर त्यता कन्याम पाइ मेरो चाहिँ कन्याममा काम थियो छुर्पी किन्नु पर्ने थियो थोरै सामानहरू मान्छेलाई स्पेसल मान्छे अन्त हामीले किनिसक्यौँ हो अनि अब चाहिँ हामी जाँदैछौँ स्वामी पार्क यस अनि म तपाईँहरूलाई देखाउँछु भाइले चाहिँ अहिले यहाँ भोक लाग्यो भनेर चटपटे खाँदैछ तपाईँहरूलाई म लगेर स्वामी पार्कमा पनि घुमाउने छु त्यति बेरको लागिसम्म चाहिँ स्टे विथ अस ल है आइपुग्यो दुईजना है स्वामी पार्क यस्तो छ अहिलेको टाइममा भाइ बस्छ त हेलो भाइको फोन आइसक्यो विक्रम घिमिरे अरे ल कस्तो बोल्छ अरे भाइले को उठाउ त कहाँबाट आउने केटा हो यहाँ त चाउँ अनि अहिले चाहिँ हामी दुईजना मात्र छौँ हो यसमा चाहिँ फेरि हेर्छौँ को छ भनेर अनि बाटो चाहिँ अहिले यो टाइपको छ अनि भाइको लागि चाहिँ एडभान्टेज के भयो भन्दाखेरि चाहिँ भाइ अहिले ठ्याक्कै लौरी भिड्दो रहेछ क्या फेरि यस्तो त फेरि होइन होला कुद्दै कुद्दै हान त यहाँसम्म हाने भने के दिनुहुन्छ जाउँ न त के पाउँछु के त लौरी हुन्छ कि वा माथिसम्म यो सकिन्जेलसम्म यो सकिन्जेलसम्म हान्यो भने चाहिँ लु भाइ तिमीलाई म 1000 रुपियाँ सकिन्जेलसम्म हान्यो भने चाहिँ ल हानेन भने चाहिँ फेरि यहाँ भिडियोमा राखेरै भन्छु नि फेरि ल म कसरी थाहा पाउनु तपाईँ मसँग मैले सक्यो भन्नु नि म पनि तिमीसँगै कुद्छु नि त भिडियो राख्छु नि त ल गाइज हाम्रो यहाँ च्यालेन्ज मैले एक्सेप्ट गरिसकेको छु लु मेरो हुनु चाहिँ आज आधी चाहिँ ल्याएर दिएको थियो म स्किप गरेर यहाँ आएको छु ल 1000 गर्नु नि बाजे ल डिलन फोन ल्याऊ आम्मा कसम दिन्छु भन मा कसम दिन्छु 1000 रुपियाँ ल रेडी 1 2 3 गो ल गाइज हाम्रो सुरु हामीसँग फेरि चुरोटेहरू सक्दैन हेर्नु है त लु बेप र हुकाको कमाल हेर्नु ल त्यो भाइ चाहिँ लौरी भिड्दैछ नि त अन्त हेर्नु तपाईँहरू भ्यू कस्तो देखिनुहुन्छ पाइ मुको त यो बुको त 4 मिनेट भयो नि त ल 4 मिनेट 30 सेकेन्डमा राख्नु न टाइमर सेट गर टाइम ल्याप्स कुदाउनु टाइमर सेट गर ल तिमी फोन खोल्नु त ल भाइ चाहिँ अब यहाँ एन्डिङसम्म आइसकेको छ कि अब भाइ फेरि रिटर्न ब्याक भएर अघिको ठाउँमा ल कहाँ त्यहाँ गएको यता आऊ न यतादेखि स्टार्ट हुँदैन चिट गर्नु खोज्छ ल टाइमर सेट भइसकेको छ भाइको टाइम चाहिँ अब 4 मिनेट 30 सेकेन्ड है ल पक्राउ 1 2 3 गो फोन पास गरेर कुदाइ ल जाऊ टाइम स्टार्ट भइसकेको छ गाइज अनि भाइ चाहिँ अब कुद्न थाल्छ कि
आउँदैछ भाइ चाहिँ अहिले म चाहिँ अगाडि छु ला 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 हेर्नु न यो दामी छ लौरे त्यतिकै हुन्छ त्यतिकै हुन्छ लड्छ ए फ्याक 5 मिनट 18 सेकेन्ड 19 सेकेन्ड 20 सक्छु 5 मिनट 20 सेकेन्ड तपाईँको पैसा खाइदिनुहोस् छोडिदिनु छोडिदिनु तपाईँ पैसा हामीलाई अब कति छैन ल बन्द गरिदे के गर्छ आऊ न माथि त्यहाँनिर चाहिँ रोमान्टिक सिन हुँदैछ पर देख्नुभयो यता चाहिँ फेरि स्ट्रगलिङ सिन क्या वा यहाँ चाहिँ फोहोर चाहिँ अलिकति ज्यादा रहेछ हौ हेर्नु त यतै बस्नु न त कता देख्यो नि पैसा हालेको स्क्रिनमा हेर न स्क्रिनमा जस्तो नै भइहाल्छ नि होइन होला हो होइन कस्तो हिँड्छ केटा त्यो टट्टु देखिँदो रहेछ फोटो खिचौँ अब तिम्रो देखेँ मेरो खिच्नु दाइ त धेर जुम गरेर होइन दाइ फेर दाइ यस्तो छेउ जुम गरेर खिच्दो रहेछ नि दाइ खिचेकै रहेछ कता हाँसुट दबाउन आएको त अनि मेरो त राम्रो आउँछ त अनि हान्नु नि छिटो 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 क्या हाने त म अनुहार आउनु अलिक बडाबडा हान्नु न अनुहार अनि खिच्चा छ मनलाई शान्त बनाइदेऊ न अब चाहिँ हाम्रो फोटो सेसनतर्फ जान्छौँ अनि फोटो खिच्छौँ फोटो हाल्छौँ त्यसपछि तपाईँहरू हेर्न सक्नुहुन्छ फेसबुकमा इन्स्टाग्राममा अनि मेरो इन्स्टाग्राम फेसबुक चाहिन्छ भने चाहिँ तपाईँहरूले BVK लिम्बू सर्च गरेर पाउन सक्नुहुन्छ वान एन्ड ओन्ली यु विल गेट माई एकाउन्ट एट द फेसबुक एन्ड इन्स्टाग्राम अनि तपाईँहरूलाई टिकटकमा हेर्नु मन छ भने चाहिँ मेबी सायद यो भाइले पनि हाल्न सक्छ किन भन्दाखेरि म चाहिँ अहिले युज गर्दिनँ टिकटक अनि अब भाइको चाहिँ गाइज प्लिज डु लाइक आवर च्यानल सब्सक्राइब भाइको टिकटक हेर्नु मन छ भने तिम्रो टिकटक एकाउन्ट भन्दै त मेरो एकाउन्ट रहेको छ केटा हो अहिले भरे भन्छु सब अनि भाइको चाहिँ अब यहाँ फोटो खिचिदिनु पर्ने अरे भाइको आइफोनदेखि राम्रै आएन नि त अनि त्यही भएर चाहिँ एन्ड्रोइड चाहियो अरे भाइलाई भाइको अनुहार राम्रो बनाउनुको लागि जुन चाहिँ अब म तपाईँहरूलाई यसो पुस्ट गरेर खिचिदिन्छु त्यही भाइको आएर मेरो चाहिँ फोटो खिचिसक्यो अब हामी जाँदैछ एकछिन सिनहरू यहाँको भ्यूहरू हेर्छौँ एन्ड देन यो भाइले मलाई कस्तो नपत्याउँदो कुरा गर्यो केटा अब भनेको म जन्मेदेखि नै हेर्छम होइन अब उहाँ चाहिँ फेरि अब के दलेर सलेर मुख धुन्छु भाइ कस्तो भनेको यो पानी बोक त मुख धुन्छु पानी हाल त यहाँनिर हातमा पानी हालेर मुख धुइदिन्छु महँगो फोन छ भनेर ढाक देखाएको केटा हो होइन दुध दुध तिम्रो अनुहार पनि त्यही फोनदेखि त आउने हो त हौ हेर्छम त म छु नि त दाइ चाहिँ कमेन्टमा भनिहाल्छ त हौ भन केटा नबिर्सी कमेन्टमा भनिदिइहाल्छ त फियर हुन्छ त कस्तो छिटो मैला हुन्छ होला है मेरो
मान्छे अनि फोर नफोर्छ नि गाइज मान्छेहरू कस्तो कस्तो हुन्छ यार मेकअप गरेर आएपछि अनि ब्युटिफुल यहाँ पानी हाल भाइ यहाँ पानी हाल यहाँ हातमा पानी हाल चस्मा खोल यो ए अब त्यो 10,000 को मेकअप अनि गरेर त्यो एउटा पानी अब नुहाउनु पर्छ उहाँ गएर अनि मात्र पत्याउँछु हो अब सक्नुहुन्न नि दाइ तपाईँ त्यसो भने तपाईँ होइन क्या मभन्दा कमी नै हो तपाईँले के भन्नु अब जित्नु नसकेपछि त बाहनाहरू त अनेकौँ हुन्छ नि त हामीलाई थाहा छ त ओ माई गड आज दाइ हामी यहाँ सब्जी लिएर जानुपर्ने हुन्छ आज हाम्रो घरमा मम्मीलाई खुसी पार्नु पर्ने हुन्छ किनभने आज हामी कन्यामा आएको घुम्न कन्यामबाट त अब इस्कुस साग त लानै पर्यो तातो झोल खानु पर्यो होइन त केटा हो अब त्यस्तै हो त्यो पनि ठिकै हो तर हेर त एक दिन खुसी पार्दा राम्रो हो कि सधैँभरि खुसी पार्दा राम्रो हो क्या त्यो त सधैँभरि खुसी नै हो नि ब्रो त्यसको लागि सब्जी लिएर जाने होइन क्या सब्जी बनाउने मान्छे लिएर जानुपर्छ क्या ओ माई गड वाउ ए ओभर छ त हौ केटा हो ल कसलाई ह्यान्डसम लाग्छ म कमेन्ट गरेर आइडीमा मेसेज गरिदिनु होला कृपया है त खुसी हुन्छ होला केटा हो भन्न केटा होइन यसो हल केटीहरू सोल्टिनीहरू भन्नु पर्यो नि त यसो हल्का गलियो ठाउँ चाहिँ एकदम चिल हो पिसफुल तिमीलाई कस्तो लाग्यो ठाउँ फर्स्ट टाइम होइन तिम्रो यहाँनिर मेरो चाहिँ मेरो फर्स्ट टाइम केटा यो ठाउँ त एकदम दामी छ अझ गर्लफ्रेन्ड भएको भए हुन्थ्यो केटा यस्तो गनाउने बोकासँग त अरे गुरुङ भाइ स्याल है क्या हो गुरुङ भाइ कहाँ हिँडेको भाइ भाइले आफ्नो भाइ भेट्यो उफ मासुको झोल दामी रहेछ ठाउँ चाहिँ केटा जे होस् ओ माई गड ठिक छ अब हामी सनी पार्क पनि घुम्यो अब हामी थुक्पा खानेछौँ केटा र घरतर्फ निक्लिनेछौँ अब बाटोमा के कसो हुन्छ वेल इन्फर्म यु डोन्ट लिभ बस इन मिडल टेक केयर बाई लभली छ यार मैले गरेको त बच्चा आउँछ नि गरेको पहिला डर लागेन यो भाइको त म पनि भिडियो बनाइदिउँ भाइ बनाइदिनु खतरै खेल्यो मजा मजा आयो आयो ल पैसा देऊ तब निस्किने हामी भाइको दबाई तिमी अहिले चाहिँ हामी भाइलाई पुऱ्याउन आइसक्यो वाइल्ड गाडी एन्ट्री भएर भाइको त हामी घर आइपुग्छौँ जहाँ यहाँदेखि सिधै यो चाहिँ हामी भित्री बस्नु हामी राइट ल केटा अब हामी चाहिँ घर पुगिसक्यौँ अब हामी फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ बाई बाई ब्लग सब्सक्राइब एन्ड लाइक यतै आएर भन्नु न मैले भनेको मेसेज चाहिँ गर सोल्टिनीहरू ल गाइज बाई बाई ल गाइज कहाँ खोज्छौ कसलाई भेट्छौ म छँदैछु नि किन अरू रोज्छौ